ल नमस्कार सबैजनालाई। आज वैशाख 1 गते 83 साल। ल हाम्रो सेतीबेडी शिलामा दर्शन गर्न आउने भक्तजनहरू हेर्न सक्नुहुन्छ कस्तो मेला लाग्छ भनेर। तर अलि ढिलो भयो के, हामी आउन ढिलो गऱ्यौँ। पोखराबाट आउँदा आउँदा मान्छेहरूको भिडभाडलाई हेर्न सक्नुहुन्छ। बिहानै हुन्छ, बिहान आउने जति आएर गइसक्यो। अहिले त कति बज्यो? 2 लगभग कम भइसकेछ, तर मान्छे अझै पनि छन्। ल हेर्न सक्नुहुन्छ। बाबा यो घाममा ल कोही यता खेले बच्चाहरू, कोहीले भजन गीताछन् है। आफ्नो धुनमा मान्छे मस्त है। ल यो हाम्रो यता स्याङ्जा साइड सेतीबेडीको, अनि यो चाहिँ पर्वत हो है। ल अनि गएर यता यो पुल बन्दै भयो। यो चाहिँ पारीको चाहिँ गुल्मी। यता तल गाडी पार्किङ गरेर रहेछ। ल हेर्न सक्नुहुन्छ, कोही माथि पार्किङ गरेर रहेछ। तर मान्छेको चलपल चाहिँ सेतीबेडीमा चाहिँ यस्तो मेला लाउँदा बेसरी नै हुन्छ के। बाबा यस्तो छेउमा गएर नुहाइरहन् सेतीबेडी शिला दर्शन गर्न आउनेहरू। यो चाहिँ के बनाएर रहेछ बारेर आशिष? हो र। ल हाम्रो शिला शालिग्राम। ल दर्शन गर्ने, अब घरै बसेर दर्शन गर्ने। त्यही पनि म फेरि अहिले जानुहुन्न शिला मन्दिरहरूमा। यो ऱ्याफ्टिङ पनि रहेछ है, म त नदेखेको। ऱ्याफ्टिङहरू त्यही हो कि, मान्छेहरू पौडिन्छन् नि, गर्छ भनेर यस्तो लागिरहेछ कि। सधैँ मान्छे डुब्छन् नि त, त्यही भएर शीतलमा बसेर रहेछ। यत्तिको व्यवस्था गर्दै रहेछ। ल खुसी लाग्यो। ल धन्यवाद। ल